अब यो काम चाहिँ मैले छिरेको चाहिँ यस्तै 6 महिना जति भयो। 6 महिना भइसकेपछि अहिले चाहिँ अब लगभग काम चाहिँ अब बानी परिसकेको छ होइन। अब त्यही हो, अब दिनभरि गर्ने कामहरू चाहिँ बानी परिसकेपछि गर्न धेरै सजिलो नै हुन्छ। अब त्यही हो, अब दिनभरिमा त्यस्तो काम गर्ने त्यस्तो धेरै भनेर धेरै पनि छैन। अब त्यही हो, खाना पर्ने टाइममा खुवाउने, अब त्यही डाइपर फेरिदिने। अब यहाँको चाहिँ फेरि 3 दिनसम्म चाहिँ त्यो नुहाइदिने काम चाहिँ बाहिरको मान्छेले गरिदिन्छ, त्यही भएर त्यो काम चाहिँ गर्नु पर्दैन। अनि त्यो काम गर्नु परेपछि अलिकति काम चाहिँ थोरै नै छ गर्नुपर्ने कामहरू। अनि जस्तै अब त्यो यहाँले बिरामीलाई चाहिँ जति त्यो सस अक्सिजन दिएर राखेको हुन्छ होइन, त्यो चाहिँ अब एकदम बेला बेलामा चेक गरिरहनु पर्छ होइन, कति बेला खुस्किएला के होला होइन। त्यो कुरामा चाहिँ अलिकति केयरै हुनुपर्छ। र अनि अब त्यो घाँटीमा त्यो खकार जम्छ नि त बुढाबुढीहरूको, अनि त्यो त्यतिकै बाहिर फाल्न चाहिँ मिल्दैन। त्यो चाहिँ तान्नुपर्ने, त्यो मेसिनबाट तान्नुपर्ने काम चाहिँ हुन्छ। त्यो कुराहरू चाहिँ अझ आफूले नै अब गर्न सक्ने भएको छु। त्यो अब खकार तान्ने काम चाहिँ अब पहिलाको काममा पनि मैले गर्न चाहिँ गरेको थिएँ होइन। अब त्यो टाइममा चाहिँ अब दिउँसोमा चाहिँ नर्सहरूले गर्थ्यो र रातिको अवस्थामा चाहिँ नर्स हुन्थेन। र त्यो टाइममा चाहिँ अब हामीले पनि काम गर्नुपर्ने हुन्थ्यो त्यो खकार तान्ने काम। त्यतिखेर चाहिँ मुखबाट गएर मात्र गर्नुपर्ने होइन। अहिले चाहिँ अब यहाँको अवस्थामा चाहिँ सबै खामोसीले चाहिँ खामोसीको टाइम एउटा हेर्ने टाइम चाहिँ हुँदैन चाहिँ, तर त्यो बाहेक चाहिँ लगभग हामीले नै गर्नुपर्ने हुन्छ होइन। अहिलेकोमा चाहिँ जस्तै मुखबाट पनि तान्ने, अनि एउटा अक्सिजन लगायो भने एउटा घाँटीमा पनि एउटा उस हुन्छ होइन, त्यहाँ चाहिँ घाँटीबाट नि पाइप छिराएर तान्नुपर्ने अवस्था हुन्छ। चाहिँ अब बानी पर्दै गयो भने सकिन्छ। सुरुमा हो गाह्रो हुने होइन, डर लाग्ने होइन। अब त्यो बुढाबुढीको फेस एक्सप्रेसन हेरेर गर्दै गयो भने सकिन्छ। 1 महिना जस्तोमा सकिन्छ। यो काम गरेपछि चाहिँ उनीहरूले यिनीहरूको चाहिँ अब त्यो चेतना दिमाग चाहिँ एकदम सध्य हुन्छ है फेरि होइन। अब लगभग अब त्यो ज्यान नचल्ने भयो भने यताउता दिमाग चाहिँ फेरि एकदम सध्य हुन्छ। त्यही भएर चाहिँ अब काम गरिसकेपछि उनीहरूले अब धन्यवाद भन्ने होइन, अब हँसिलो मुहार देखाउने होइन, राम्रोसँग बोल्ने कुराहरू चाहिँ एकदम खुसी लाग्छ त्यो कुराहरू चाहिँ। अहिलेको यहाँको तलबले चाहिँ होइन अहिले चाहिँ राम्रो छ, राम्रो भनौँ न, राम्रो नै छ होइन। पहिलाको कामसँग कम्पेयर गर्दाखेरि चाहिँ तलब चाहिँ अलिक ठिक राम्रो नै छ। यहाँको खाना बस्नुको होइन, रुम भाडाहरू तिर्नुपर्छ नि त, रुम भाडा सबै कुरा कटाएर पनि तपाईँहरूले चाहिँ त्यस्तै 10 जति चाहिँ लगभग बचाउन सक्नुहुन्छ यो कामबाट चाहिँ। लगभग यहाँ अब को काममा त्यस्तो धेरै पैसा धेरै भएको ठाउँ चाहिँ होइन, त्यो काममा चाहिँ अलिकति लगभग कमै छ होइन। तर पहिला मैले अब कति ठाउँमा खोजेको कामहरू होइन, त्यो खोजे अनुसारको चाहिँ, तर यहाँ अहिले यहाँ गरेको काम चाहिँ धेरै राम्रो छ, पैसाहरू पनि ठिक छ। बिदाको बेलामा पनि यहाँ चाहिँ अब महिनाको त्यही तपाईँहरूले चाहिँ त्यो आफूले छनौट गर्न पाउनुहुन्छ होइन। 10 दिन बिदा बस्ने कि 9 दिन बिदा बस्ने भन्ने यहाँको चाहिँ छ, आफूले छनौट गर्न पाउने। यदि तपाईँ 10 दिन बिदा बस्नु भयो भने चाहिँ अब त्यो दिनमा चाहिँ काम चाहिँ अलिकति अब लगभग दिनमा गर्ने काम भनेको चाहिँ 8 घन्टा हो। तर एक दिन तपाईँले 10 दिन बिदा बस्नु भयो भने चाहिँ फेरि 9 घन्टा काम पनि गर्नुपर्ने अवस्था पनि हुन्छ होइन। त्यो चाहिँ कति महिनामा त्यही 5-6 दिन जति त्यो हुन्छ, त्यो टाइम पुऱ्याउनको लागि भएर त। अनि अब तपाईँले होलिडे बिदा बस्ने उस पनि पाउनुहुन्छ होइन। त्यही भएर ठिक छ काम बिदाको लागि पनि। अब त्यो चाहिँ अब दिन अब लगभग म अब घरमा बस्दै छु बिदाको टाइममा चाहिँ अब त्यही हो, फिल्म हेर्ने, गेमहरू हेर्ने, त्यो कुराहरू गर्न चाहिँ मन पर्छ मलाई। फिल्महरू चाहिँ अब त्यही हो, अब हिन्दी फिल्महरू धेरै जस्तो हेरिन्छ होइन, हामी नेपालीहरूले हिन्दी फिल्म। अनि अब जापानको एनिमीहरू पनि हेर्ने गर्छु म। गेमहरू चाहिँ अब त्यो धेरै जस्तो त्यो मोबाइल गेमहरू खेलिन्छ। जापानको एनिमी चाहिँ मलाई अहिलेसम्म हेरेको त्यसमा चाहिँ मन परेको चाहिँ वान पिस चाहिँ अब यो काम गरेर चाहिँ पैसा चाहिँ अलिकति राम्रै छ क्या, पैसाको कुरा गरेर होइन। अनि काम पनि अब धेरै सजिलो छ होइन। अनि अब सिफ्ट पनि 2टा मात्र हुने भएर चाहिँ डेमा र नाइटमा मात्र सिफ्ट छ यहाँको कामको सिफ्ट चाहिँ। त्यही भएर नि तपाईँले अब फ्यामिलीसँग टाइम तिनीहरू स्पेन्ड गर्नलाई चाहिँ धेरै सजिलो छ होइन। अब जस्तै अब डेमा काम गऱ्यो भने बिहान 8 बजीदेखि बेलुका 6 बजीसम्मको मात्र हो डेमा काम चाहिँ। बिहान पनि तपाईँले अब फ्यामिलीसँग चाहिँ टाइम दिन सक्नुहुने भयो, घर गएर फेरि बेलुका पनि टाइम दिन सक्नुहुने भयो होइन। अब नाइट चाहिँ अब 16 घन्टा नाइट चाहिँ छ छैन, तर नाइट भोलिपल्ट फर्केपछि पनि त्यो दिन बिदा हुने भयो, फेरि पर्सिपल्ट पनि बिदा हुने भयो। त्यही भएर सिफ्टको अनुसारमा चाहिँ राम्रो छ। पैसा पनि तपाईँहरूको अब ठ्याक्कै खुलाएर त अब कति नै भन्नु र होइन। अब नेपालको त्यस्तै यति यहाँ खर्च गरेर त्यही
10 लाख जति चाहिँ तपाईँले बचाउन सक्नुहुन्छ भन्ने चाहिँ लाग्छ मलाई। मेरो हिसाबमा चाहिँ म चाहिँ त्यति चाहिँ बचाउँछु कि अहिले बचाउँदैन होइन। अब त्यो अब आफ्नो अब खर्च गर्ने हिसाब पनि हुन्छ फेरि अब मान्छेहरूको होइन। सबैको एउटा चाहिँ हुँदैन हुन चाहिँ त्यही हो। अब नेपालीहरू अब लगभग विदेशमा त अब त्यही अब पैसै कमाउन आउने हो होइन। पैसै कमाउन आएपछि अब काम त अब जे जस्तो भयो नि गर्नु त गरिन्छ नै। यहाँबाट पैसा काम गरेर पैसा कमाउने अब घर पठाउने त हो नि। भन्दै पनि अब फ्यामिलीहरू पनि खुसी हुनुहुन्छ। अब जापानभित्र हुनेहरू र अब साथीहरूले चाहिँ अब काम सुरुमा अब होइन तपाईँहरू गएको गएर अब काम खोजिरहनु अवस्था छ भने चाहिँ यो काम पनि तपाईँहरूको लागि एउटा विषय होइन। काम तपाईँहरू अब काम सुरुमा काम खोज्ने र अब तपाईँ काम कतै कुनै अरू कम्पनीमा काम गर्दै हुनुहुन्छ र काम फेर्न चाहनुहुन्छ भने चाहिँ यो कम्पनी पनि एउटा राम्रो कम्पनी छ। कामको सिफ्ट पनि 2टा मात्र भएको हुनाले अब डे र नाइट मात्र छ अनि पैसाको हिसाबमा नि राम्रो छ। काम चाहिँ एकजना मात्रै हेर्ने भएको हुनाले त्यो चाहिँ अझै बढी अनि दिनभरिमा काम पनि त्यस्तो धेरै नहुने भएकोले अनि तपाईँहरू अब यहाँ यो कम्पनीमा चाहिँ फेरि उनीहरूलाई नुहाइदिन चाहिँ पर्दैन है फेरि अनि बाहिरको मान्छे आएर नुहाइदिने हुन्छ। हामीले यहाँ चाहिँ मेन काम गर्ने भनेको चाहिँ अहिले चाहिँ खुवाइदिने अनि अब टाइगर फेरिदिने त्यो अब खकर तान्ने एउटा होइन क्लिन गर्ने त्यो चाहिँ बेसी काम हो। अनि लगभग अरू टाइम भनेको चाहिँ लगभग बस्ने होइन हेर्ने कुर्ने काम मात्रै चाहिँ बढी कुर्ने मात्र टाइम चाहिँ धेरै राम्रो छ। तपाईँहरूले होइन गर्न चाहनु इच्छुक हुने साथीहरूले चाहिँ सम्पर्कमा आएर अझै धेरै कुराहरू चाहिँ बुझ्न सक्नुहुन्छ। हस्त धन्यवाद।